सम्पूर्ण मेरो फेसबुकमा रहने साथीहरूलाई नमस्ते। यतिखेर हाम्रो यात्रा सुरु भइसकेको छु। हामी अब रेडी भएर हामी गाडी चढिसकेको अवस्था छु। यतिखेर हामी हिँड्दैछु। आज हाम्रो यात्रा दुबई सफारी घुमघामको यात्रा हो। हामी निकै स्पिडमा हिँडिसकेको छु। हामी समथिङ 3.5 घन्टाको यात्रा भइसकेको अवस्था छ। सर्वप्रथम हामी पुग्न लागिसकेको छु। अबदेखि हामी ठ्याक्कै यतिखेर पुगिसकेको छु। दुबई सफारीको बोर्ड सामने म छोटो हजारको दृश्यहरू देखाइरहेको छु। अब हामी गाडी राइडिङतिर लाग्ने भन्ने कुराहरू भइरहेको छ भन्दाखेरि हजुरहरूले देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा। नमस्कार, यतिखेर हामी दुबई सफारीको प्राङ्गणमा आइसकेको छु। पक्कै पनि मेरो ब्याकग्राउन्डमा बाइक राइडरहरू सञ्चालन गरिरहेको देख्न सक्नुहुन्छ हजुरहरूले। हामी यतिखेर दुबई सफारीको प्राङ्गणबाट छोटो भिडियो गर्दैछु। हामी यतिखेर फेरि पनि हामी गाडी राइडिङ र यो कम्पिटिसन गाडीमा हामी प्रवेश भइसकेको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ हामीभन्दा अगाडि थुप्रै गाडीहरू कुदिरहेको छ भन्दाखेरि यहाँ निकै स्पिडमा यो बलुवामा गाडी जम्पिङ गर्ने छु। पक्कै पनि हामी चाहिँ पछाडि छ भने हाम्रो अगाडि धेरै गाडीहरू कुदिरहेको हजुरहरूले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ उकालो ओह्रालो पुरै जोड्लिङहरू हुनुहुन्छ। हामी यस यात्रा गरिरहेको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ यो दुबई सफारीमा हरेक कुराहरू हुन्छ भन्नाले हजुर पक्कै पनि हामी फेरि पनि हामी दुबई सफारी प्राङ्गणबाट गाडीबाट ओर्लिसकेको छु। अब हामी यहाँनिर केही दृश्यहरू हजुरको माझमा देखाउने जमर्को गर्दैछु भने साथीहरू सबैजना अब हामी यो मरुभूमिको प्राङ्गणमा हामी हेर्न सक्नुहुन्छ। पक्कै पनि यहाँनिर धेरै साथीहरू छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ हामी सबै कुराहरू हजुरको माझमा देखाउने छु भन्दाखेरि यतिखेर बाइक राइडिङ गर्न सक्नुहुनेछ। यहाँनिर हजुरहरूले देख्न सक्नुहुन्छ पछाडि साथीहरू फोटो खिच्ने भिडियो गरिरहेको छु भन्दाखेरि यतिखेर हामी पनि भिडियो फोटो खिच्ने क्रम जारी नै छौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ। हजुरहरूलाई म देखाउने छु। पक्कै पनि यहाँनिर सबै साथीहरू आफ्नो तर्फमा बिजी। हामी अब फोटो खिच्ने कार्यक्रम छौँ। ग्रुपमा फोटो खिचिसकेको छु। फेरि पनि म हजुरहरूलाई यो डाँडाबाट सबै देखाउने जमर्को गर्दैछु भन्दाखेरि मेरो ब्याकग्राउन्डमा बाइकहरू कुदिरहेको छु। यो मरुभूमि बलुवा छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। मेरो फेसबुक साथीहरू पक्कै पनि हजुरहरू जुन ठाउँमा जुन देशबाट हेरिरहेको छु हजुरहरूले पक्कै पनि यो भिडियोलाई लाइक कमेन्ट सेयर गरेर सम्पूर्णको माझमा पुर्याउनुहुन्छ भन्ने आशा गरिरहेको छु भन्दाखेरि मेरो ब्याकग्राउन्डमा धेरै साथीहरू घुमिरहेको देख्नुहुन्छ। यता ब्याकग्राउन्डमा चाहिँ पक्कै पनि यो स्टेज हो। यहाँनिर हामी अहिले खाना खाने र यहाँनिर हामी पक्कै पनि नाचगान गर्ने जमर्को कार्यक्रम छौँ। पुरै ब्याकग्राउन्डमा साथीहरू पनि छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। पक्कै पनि सम्पूर्ण भिडियो हजुरको माझमा हामी राख्नेछौँ भने अर्को भिडियो पनि हामी राख्नेछौँ। हजुरहरूले सुरुदेखि अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनुहुन्छ भन्ने आशा गरिरहेको छु भन्दाखेरि पक्कै पनि मेरो पछाडि पुरै मरुभूमिमा बाइकहरू कुदिरहेको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ। साथीहरू सबै इन्जोय गरिरहेको छु। आफ्नो मनोरञ्जनहरू गरिरहेको छु भन्दाखेरि यतिखेर पक्कै पनि साथीहरू यहाँ उठमाथि चढिरहेको छ। पक्कै पनि मलाई चाहिँ यो पशुप्राणीको उसमा चढ्ने यति इच्छा छैन। साथीहरू पुरै लाइन बसेर पालाले उठ चढ्ने जमर्को गरिरहेको छु भने हजुरहरूले हेर्न सक्नुहुन्छ मेरो पछाडि दुबई सफारीको दृश्य हो। यो अत्यन्तै राम्रो ठाउँ। अहिले गर्मी पनि छैन। पक्कै पनि हजुरहरू पनि आउन सक्नुहुन्छ। पक्कै पनि हामी चाहिँ आज कम्पनीको टुरिस्टबाट चाहिँ हामी यो ठाउँमा आउन सफल भएको छु। हजुरहरू जुन ठाउँमा जुन देशमाबाट हेरिरहनु भएको छ हामीलाई पक्कै पनि भिडियोलाई लाइक कमेन्ट सेयर गरेर साथ दिनुहुन्छ भन्दै फेरि पनि म अर्को भिडियोको साथमा उपस्थित हुने बाचा गर्दै अहिलेको लागि चाहिँ म बिदा माग्न चाहन्छु। अर्को भिडियो फेरि पनि हजुरको माझमा राख्ने नै छौँ। हामी सम्पूर्ण भिडियो हजुरलाई राख्नेछौँ। हेरेर साथ दिनुहुन्न। हस्त धन्यवाद।